महिलामाथि हुने विभेद र अन्यायको हद हो छाउपडी। महिनावारी भएका महिला घरभन्दा बाहिर गएर बस्ने र छोइछिटो गर्ने प्रचलनका कारण प्रदेश नम्बर 7 मा धेरै महिलाले अकालमै ज्यान गुमाउन बाध्य छन्। छाउपडी कुप्रथाका कारण महिलामाथि हुने हिंसा बढेको छ भने असुरक्षा र लैङ्गिक हिंसाले प्रश्रय पाएको छ। समाजको कहाली लाग्दो कथित छाउपडी प्रथाका कारण महिलाहरू असमानताको शिकार त भएका छन् नै, सामाजिक न्यायको समेत अनुभव गर्न पाएका छैन्। रेखदेख र परिवारको स्याहार सुसार अझै बढी आवश्यक पर्ने बेला घरभन्दा बाहिर गएर एक्लै बस्नुको पीडा भनि नसक्नु छ। बाहिर सरेको बेला समस्या, टाढा बस्नुपर्ने, पानीको एकदमै अभाव छ। पानी हालेको भाँडा गत्र घर लैजाँदैनन् अनि बुढाबुढीले पानी पनि हाल्दैन। तर अन्तबाट माग्नु पर्यो, पानीले माग्नु अन्त जानु पर्यो कि पानी तिर्खा पनि लाग्यो होला। अर्को कुरा साथमा साना बच्चाहरू होला न त आफ्नो सरसफाइ न बच्चाको सरसफाइ कि त जानु पर्यो खोला घाँस त्यहाँ अनि घरमा पानी हालिदिने मान्छे नभए त्यो पनि त समस्या हो नि। त्यसमा हामी के आशा राख्छौँ भने हामी आफूमा परिवर्तन गर्छौँ, पक्कै गर्छौँ। हामीमा परिवर्तन हामी गर्छौँ, हाम्रो समयमा हामी यो छुवाछुत प्रथालाई हटाउँछौँ, हाम्रो प्रतिबद्धता हो। महिनावारी भएको बेला दुध, दही लगायतका अन्य पौष्टिक खाना खान नहुने जस्ता अन्धविश्वासका कारण महिलाको खाद्य अधिकारलाई कुरीतिले किच्याइरहेको छ। छाउ भएका बेला महिलाले धारा, कुवा वा इनारमा गएर पानी खान समेत नपाउने विडम्बना कम्ता पीडादायी छैन। हामी जब बाहिर सरेको बेला हामी गोठमा बस्ने गर्थ्यौँ। आँगन बाहिर पनि हामीले लगभग पोषण खानेकुराहरू जस्तो दुध दहीहरू हामीलाई मिल्दैन थियो। अलग्गै एउटा दानवको रूपमा व्यवहार गर्थे। जब हाम्रो यो शारीरिक रूपमा पनि पेट दुख्ने, टाउको दुख्ने जस्ता खालकाहरू बिरामी लाग्थे, त्यही पनि हामीले अति दुःख कष्ट खपेका थियौँ। बाहिरै बस्ने, घरको बाहिर आँगनको पनि बाहिर बस्ने, घरमा नआउदिने, पानी हाल्दा पनि त्यति गर्दैनथे। कलिला किशोरीहरू पनि यसको निकै मारमा परेका छन्। महिनावारी भएको बेला घरभन्दा टाढा बस्नुपर्ने, विद्यालय तथा खानामा मात्रै होइन पानी पनि मागेर खानुपर्ने बाध्यता अझै टरेको छैन। स्कुल जाँदाखेरि पनि हामीहरूले पानी पनि पाएन, बिहान छिटै ट्युसन जानुपर्छ, हामीहरू मुख पनि नधोएर जान्छौँ स्कुल समेत। फेरि घरको मान्छे के भन्छन् भनेपछि आफू भएर अब आफू सक्रिय भएर घरमा बसालौँ हामीबाटै अनि भनेर भन्दैनन्। त्यो घरको बाहिर बसेछन्, तिमीहरूले बसे के हुन्छ भन्ने जस्तो भावना राख्छन्, आफू सुधार्यो भन्ने जस्तो भावना हुन्न। अकालमा धेरै महिला तथा किशोरीको ज्यान गए पनि परिवारकै सदस्यको असहयोगका कारण कहाली लाग्दो यो विकृति समाजबाट हट्न नसकेको हो। प्रदेश 7 का पहाडी जिल्लामा मात्रै होइन, कैलाली, कञ्चनपुरमा पनि छाउपडी प्रथा व्याप्त छ। महिलामाथिको अपमानित व्यवहार, छाउपडी प्रथा अन्त्य गर्न केही सङ्घ संस्थाहरू तथा सरकारवाला भने कम्मर कसेर लागेका छन्। यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर 3 मा रहेको शान्ति टोललाई छाउपडी मुक्त घोषणा गरिएको छ। छाउ हुनु कुनै अपराध होइन, यो त प्राकृतिक नियम हो। छाउपडी प्रति गरिने विभेद र छुवाछुत हुन्छ अन्त्य। अब हुन्छ नगरपालिका छाउगोठ मुक्त भन्ने अभियानै चलाएर शान्ति टोललाई शान्त र सभ्य बनाउने सकारात्मक प्रयासको थालनी भएको छ। अभियानकै क्रममा टोलमा रहेका छाउगोठ भत्काइए भने छाउपडी कुरीतिको बारेमा चेतना समेत फैलाइयो। चेतना सामुदायिक सिकाइ तथा कार्यकेन्द्र शान्तिटोलको आयोजनामा वडालाई छाउपडी मुक्त गरिएको हो। छाउपडी मुक्त भए सामाजिक न्यायको प्रतिभूति हुनुको साथै कुसंस्कार हट्ने र सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने आयोजकको अपेक्षा छ। अहिले हामी यो शान्ति टोल चाहिँ पूर्णतया छाउगोठ मुक्त टोलको रूपमा चिनिएको छ। छाउगोठ
मुक्त टोल चाहिँ घोषणा भएको छ र अब सम्पूर्ण त्यहाँको दिदीबहिनीहरू जति पनि दिदीबहिनीहरू हिजो चाहिँ गोठमा बस्नुहुन्थ्यो, घरदेखि पर बस्नुहुन्थ्यो, ती दिदीबहिनीहरू अहिले चाहिँ आफ्नो घरमा आएर बस्नुभएको छ र हिजो जो यो छाउपडी प्रथालाई मान्यता दिएर आउनुभएको थियो ती दाजुभाइ तथा दिदीबहिनीहरूले पनि चाहिँ अहिले यो कार्यक्रमप्रति अत्यन्त सहानुभूति राख्नु भएको छ, सहयोग राख्नु भएको छ र सद्भाव व्यक्त गर्नु भएको छ र उहाँहरूको अत्यन्त ठुलो सहयोग र समर्थन पनि अहिले प्राप्त भएको छ। विशेष गरी धामी झाँक्री र गुरुवाहरूले यो अन्याय भएको रहेछ, विभेद गरेका रहेछौँ, हामीले छुवाछुत गर्नुहुने रहेनछ भन्ने कुरोको बुझाइ उहाँहरूमा पनि भएको छ र दिदीबहिनीहरू भएको छ र यसरी यो सबैको साझा बुझाइ भइसकेपछि अहिले विशेष गरी शान्ति टोल छाउगोठ मुक्त टोल भएको छ। छाउगोठमा बस्ने दिदीबहिनीहरू अहिले आएर घरमा बसेका छन् र हामीले लिएको उद्देश्य आज चाहिँ हामी त्यो उद्देश्यमा हामी सफल भएका छौँ। हस्, धन्यवाद। अहिले चाहिँ हामीले पूर्ण छाउपडी गोठ मुक्त टोल घोषणा गरेका छौँ शान्ति टोललाई। अहिले एउटा पनि गोठहरू देख्न पाइँदैन, त्यहाँ गोठहरू छैन। जो कि कस्तो गोठ थियो भने त्यहाँ चाहिँ बाख्रा र चौपायाहरू बान्ने गोठ त अलि राम्रो हुन्छ, त्योभन्दा एकदमै नाजुक स्थितिका थिए। एउटा छाप्रो थियो, न झ्याल न ढोका भएको, एकदमै असुरक्षित गोठहरू थियो भने अहिले चाहिँ उहाँहरू एकदमै राम्रोसँग आफ्नो सुरक्षित साथ आफ्नो घरमा बसिराख्नु भएको छ। र विशेष गरेर किशोरीहरूलाई परीक्षा आएको बेला पनि उहाँहरूले चाहिँ पढ्न नपाउने 6-7 जना एउटै झुप्रोमा बस्ने सुत्ने गर्नुभएको थियो भने अहिले आफ्नो घरमा सुत्नुहुन्छ। एकदमै उहाँहरू चाहिँ एकदम खुसी हुनुहुन्छ यो अभियानप्रति। र मेरो व्यक्तिगत सिकाइ यो सहजीकरण गर्ने क्रममा चाहिँ मेरो व्यक्तिगत सिकाइ चाहिँ गऱ्यो भने हामीले चाहिँ एकदमै यो जुन उद्देश्य पनि पुरा गर्न सकिन्छ भन्ने चाहिँ मलाई लागेको छ। त्यसैले म यो अहिले चाहिँ हामीले एउटा नमुना टोल बनाएका छौँ। यो कैलाली जिल्लाभरिमा चाहिँ पहिलो कार्यक्रम हो यो जुन छाउपडी गोठ मुक्त टोल घोषणा गरेको यो पहिलो कार्यक्रम हो। यसको लागि म धेरै धेरै धन्यवाद दिन्छु सिकाइ केन्द्रका दिदीबहिनीहरूलाई। उहाँहरूले पनि जुन हाम्रो अभियान थियो त्यो अभियानमा एकदमै लागि पर्नुभयो। सामाजिक कलङ्कका रूपमा रहेको यो प्रथालाई अन्त्य गर्न स्थानीयको पहल कदमी निकै सराहनीय छ। जनचेतनाको माध्यमबाट शान्ति टोल छाउपडी मुक्त भएपछि महिलाहरूले ठुलो राहतको महसुस गरेका छन्। हामी अहिले कोठाभित्र बस्छौँ, मेरो छोरी हुनलाई त बाहिर केटी मान्छेलाई कहाँ बाहिर बसाउने। हामी 3 दिनको म आफू नल्का छुन्छु अनि उसले के अरे मोटरबाट नुहाउँछ। हामी त कोठाभित्र नै हो। छुई गऱ्यो, छुई चाहिँ गजैको पाल्नमा थियो कि आमाहरूले पनि अहिले हामी भएबाट हामी कोठाभित्र नै सुत्छौँ, बिस्तारामै सुत्छौँ। सरसफाइ गर्ने हो भने छुई भन्ने, 5 दिन ननुहाउने, अनि त्यो के छुई बारेको के छ त भन्नु त, लुगा लत्ता नधुने, सरसफाइ नगर्ने, सबभन्दा सरसफाइ हुनु पर्यो। शान्ति टोलमा पहिला विगतको दिनहरूमा छाउपडीलाई भनेपछि एकदम हेर्ने दृष्टिकोण फरक थियो। जो एकदम कुकुरलाई घरमा राख्ने, कुकुरको बच्चा घरमा राख्ने, तर छाउपडीलाई लिएर त्योभन्दा पनि पर राख्ने किसिमको प्रक्रिया भएको थियो। त्यसलाई यो जनचेतना केन्द्रले त्यसभित्र कार्यक्रम सञ्चालन गरिकन यिनी महिलाहरूलाई उत्थान गर्दाखेरि अहिले महिलाहरू आफ्नो शान्ति टोलको पुरै छाउपडी गोठलाई पनि आफैले फाल्ने। तर यो प्रथा भनेको प्राकृतिक चिज हो, यो कुनै नौलो किसिमको यो होइन, हामीले छुट्टैमा अर्कोमा बाँधिएको रहेछौँ भनेर उनीहरूलाई जनचेतना आफैले फैलायो। जो यहाँका महिलाहरू जागरुक छन्, अझ पनि जागरुक हुनेछन्। जो यो भेदभावको छुवाछातको भेदभाव अन्त्य गर्ने हामी घोषणा गर्नेछौँ। जो हामी सहज भोज सबै एकै ठाउँमा बसेर सबै बाघ र बाख्रोलाई एकै ठाउँमा पानी पिने गरिकन हामी यहाँभित्रको छुवाछातको भेदभाव, मान्छेमा छुवाछात, मान्छेमा हाड मार्ने किसिमको प्रक्रियाहरू एक मान्छे अर्को मान्छेलाई हेर्ने दृष्टिकोण फरक हुने दृष्टिकोणलाई एकै ठाउँमा बसेर खुवाउने किसिमको एकीबद्धता जनाउने घोषणा गर्दछौँ। र यो लम्कीचुवा नगरपालिकाको कोपिला सामुदायिक वन, यसलाई समग्र रूपले यो वनका उपभोक्ताहरू म वनको अध्यक्षको हैसियतले सबलाई मैले जुन ठाउँमा जे गर्नुपर्ने छ त्यसलाई म सहयोग गर्ने एकीबद्धता जनाउँदैछु। छाउपडी प्रथाबाट आजित भएका महिला मात्रैले होइन, अधिकांशले यसलाई समाज परिवर्तनको गतिलो माध्यम भनेका छन्। कुसंस्कारबाट ग्रसित प्रथालाई सामाजिक अभियानका बीच चिर्न सफल भएको यस अभियानबाट छुवाछुतको पक्षपाती धामी झाँक्री पनि छुवाछुत मुक्त गर्ने अभियानमा सहभागी र सहयोगी बने। अहिले हामीले केही के नेपाल आएर कोही संस्कृतिहरू यस्ता मान्छेहरू हामीलाई आँखामा उगाडो देखाउने मान्छे आए, कानलाई सुनाउने मान्छे आएर देख्दाखेरिमा चारैतर्फ चारै दिशा देख्यौँ, हामी पूर्वतिर देख्यौँ, पश्चिमतिर देख्यौँ, कुनैतिर यति साह्रो वर्जित छैन। नभएको कुराले गर्दा हामी पनि धामी झाँक्री भएको नाताले देवी देवताको आत्मा हाम्रो देवी देवता छँदै छ। कसै विधिमाथि हामीले महिलाहरूले केही क्षतिविधि पनि गरेको छैन। र यति विधिभित्रमा हामीले म धामी झाँक्री भएकै नाताले पहिलो सुरुमा मैले छाउपडी कोठमा कुनै विधि उठाएर लिएर मैले आफ्नो कोखमा राखेको छु। एक कोठा चाहिने मेरो छ, एक कोठा छाउपडीमा छ। उनी
ऊ बाँकी चाहिँ सबै आमा हुन्। उद्योग ल्याइनेमा गलत गरेमा कुनै मात्रै श्रीमतीमाथि गलत हो, तर श्रीमतीहरू भनेर मात्रै श्रीमती बनिएकी छन्, ऊ दुध दिएकी छन् त ऊ आमा हुन्। यिनीहरूलाई हामीले अपराध गर्नु छैन। पहिलाका रोडाबाजीहरूले चाहिँ छाउपडीलाई चाहिनेमा पराइडिलमा फाले, छुवाछुतको चाहिनेमा हामीलाई तल छुएर गयो भने दलितका घरमा गएर कुखुराले चाहिँ दिशा गरेको हुन्छ, त्यहाँ छुवाछुत गरेर भनेर चाहिँ ब्राह्मणहरूले भने पानीको अभिषेक फाल्थे, त्यहाँ पछि चाहिँ तेलको अभिषेक फालेर घरमा जान्थे। आजकल तिनी विधिहरू पनि सबै परम्पराले सबैले संस्कृतिहरू परमा ल्याउनै आएका छन्, त्यही पनि अब खुल्ला मुक्त हुनै गएको छ। शान्तिटोललाई छाउपडी मुक्त गरिएपछि नगरका अन्य विभिन्न क्षेत्रहरूलाई पनि छाउपडी मुक्त क्षेत्र बनाइने अभियान चलाइने नगरपालिकाले जनाएको छ। आगामी 4-5 वर्षभित्री सम्पूर्ण नगरलाई नै छाउमुक्त बनाउने योजना नगरपालिकाको छ। हामीले अहिले यो लम्कीचुवा नगरपालिकामा यो छाउपडी मुक्त समाज निर्माणको क्रममा आज म 3 नम्बर वडाको शान्तिटोलमा आएर एउटा छाउपडी मुक्तको अन्तर्क्रिया कार्यक्रममा भाग लिँदै गर्दाखेरि मलाई अब मैले पहिला पनि घोषणा गरेको थिएँ, लम्कीचुवा नगरपालिकामा हामीले छाउपडी मुक्त एउटा समाज छाउपडीका गोठहरू भत्काएर अनि हाम्रो महिला दिदीबहिनीहरूलाई दुःखबाट अगाडि ल्याउन मुक्त गर्नको लागि म यो अभियानमा लागि पर्नेछु। र अहिले अब यो 4-5 वर्षको टाइममा मैले जसरी पनि छाउपडी मुक्त नगरपालिका बनाउन म प्रयास गरेको छु। यसमा बजेटै छुट्याएर पनि बजेट छुट्याएर अब आउँदो यो वर्षको बजेटलाई छुट्याएर हामीले यो छाउपडी मुक्त समाज बनाउनका लागि महिला दिदीबहिनीहरूलाई सहयोग गरेर हामीले कसरी हुन्छ, कुनै संस्थासँग समन्वय गरेर हुन्छ कि कसरी हुन्छ, हामीले यो छाउपडी मुक्त नगरपालिका बनाउनका लागि म हर तर्फबाट लागि पर्नेछु। अमानवीयताको अर्को नाम छाउपडीले कुनै टोल र समाजलाई मात्रै होइन, सिङ्गो राष्ट्रलाई नै लज्जित बनाएको छ। त्यसैले यसलाई नेपालबाट निर्मूल पार्नुपर्ने आवाजहरू उठ्न थालेका छन्। हरियोवन र केयर नेपालको आयोजनामा लम्कीचुवा नगरपालिकाको 3 नम्बर स्थित शान्तिटोलमा छाउपडी प्रथा उन्मूलनका लागि एउटा कार्यक्रम हामीले सुरुवात गरेका थियौँ। यो छाउपडी प्रथा एउटा कुप्रथाको रूपमा रहेको जुन प्रथा छ त्यसलाई बिस्तारै नगरपालिका र समग्र देशबाट नै यसलाई उन्मूलन गर्नुपर्छ भन्ने हाम्रो अठोट रहेको छ। र म वडा अध्यक्षको हैसियतले र नगर कार्यपालिकाको सदस्यको हैसियतले पनि म यस कार्यक्रमलाई आउँदो आगामी कार्यक्रममा नै समावेश गरेर यो प्रथाका विरुद्धमा यो अभियानलाई अझ सशक्त बनाउनुपर्छ भन्ने कुरा अगाडि बढाउनेछु। धन्यवाद। समाजमा जरा गाडेर बसेको छाउपडी अन्त्य गर्न वडा स्तरमा पर्चा, पम्पलेट तथा भेटघाट मात्रै गरिएन, गीत, गजल जस्ता साहित्यिक रचनाका अस्त्रहरू पनि प्रयोग भए, जसले छाउपडी विरुद्धका आवाजहरू बुलन्द पार्न सहयोग पुर्यायो। छाउ प्रथा उन्मूलनको अभियानमा जुट्यौँ, छाउ गोठ भत्काउन सबैजना उठ्यौँ, छाउपडी गोठ भत्काउन सबैजना उठ्यौँ, सुरक्षित घर छाउपडीलाई बनाउन थाल्यौँ, छाउगोठमा बस्ने चलन मनैदेखि फाल्यौँ, छाउगोठमा बस्ने चलन मनैदेखि फाल्यौँ, बस्न थाल्यौँ सुरक्षित बनेर, छाउ प्रथा उन्मूलन गरेर बस्न थाल्यौँ सुरक्षित बनेर, छाउ प्रथा उन्मूलन गरेर, छाउ प्रथा उन्मूलन गरेर, आफ्ना छाउपडी गोठ भत्काउन भन्यौँ, महिनेबारी हुँदा बस्ने सुरक्षित घर बन्यौँ, सभ्य नगर सभ्य समाज अब बन्न पर्यो, अन्त पनि छाउगोठ देखे भत्काउँ भन्न पर्यो, अन्त पनि छाउगोठ देखे भत्काउँ भन्न पर्यो, गलत सोचाइ छाउ र छुतको अन्त्य भयो कुसंस्कार रीतको, गलत सोचाइ छुवा र छुतको अन्त्य भयो कुसंस्कार रीतको, अन्त्य भयो कुसंस्कार रीतको, छाउपडी मुक्त भयो हाम्रो शान्ति टोला, अरूले नि मुक्त गर्छौँ भन्ने आवाज बोला, अरूले नि मुक्त गर्छौँ भन्ने आवाज बोला, छाउपडी गोठ बनाउने चलन पनि गयो,
छाउ पर्दा हटाउने लक्ष्य सफल भयो छाउ पर्दा हटाउने लक्ष्य सफल भयो सुन्दा खबर छाउपडी मरेको केही भएर गोठमुक्त गरेको छाउपडी प्रथा अन्त्य भएसँगै अहिले महिलाहरू आफ्नै घरमा बस्न थालेका छन् हिजोको जर्जर अवस्थालाई बिर्सदै महिलाहरू महिनावारी भएको बेला पनि घरमै बस्न थालेका हुन् बाहिरबाट भित्र लिँदा धेरै खुसी भयो गोठ भित्राउँदा पनि धेरै खुसी भयो अनि यो तालिममा सहभागी हुँदाखेरि पनि धेरै खुसी भयो अनि आज यो गोठ भित्राउँदाखेरि अब बिस्तारै बिस्तारै आफ्नो घरको बरान्डामा बस्न सक्छु पछि घरबाट भित्र पनि जान सक्छु पहिला यतिका वर्षसम्म 3-4 केटाकेटी लगेर पनि गोठमै बस्दा थियौँ गोठै अब घरमा जान मिल्दैन त्यही भएर अब गोठमै बस्दा थियौँ अब यो हरियो केयर नेपाल आउँदाखेरि तालिम गर्नु पऱ्यो भने तालिम गर्न जाँदाखेरि ल ठिक छ बस्यौँला घरै भनेर अब खै के हुने कसो हुने हो अब आजकल त हामी सब परिवार घरै बस्न आएको छु बाहिर सरे पनि घरै बस्न आएको छु अबदेखि गोठमा सुत्दैनौँ गोठै बितिसक्यो अब हामी सब घरभित्र सुत्छु त्यही खाट लगाएको छु खाटमै सुत्छु घरभित्र बाहिर सुत्दैन एउटा टोलमा मात्रै भए पनि छाउपडी अन्त्यको अभियानले समाजले आँखा चिम्लिएको डरलाग्दो सामाजिक कुरीतिको देवासाहन भएको छ सानो देखिएको उच्च सामाजिक कार्यले अन्य क्षेत्र र भूगोलमा पनि सकारात्मक सन्देश दिन सफल हुने धेरैको विश्वास छ नमस्कार म किशोर गन्धर्व म यो हरियो वन कार्यक्रममा केयर नेपालको तर्फबाट पश्चिम तराई भूपरिधिमा फिल्ड संयोजकको रूपमा कार्यरत छु र हामीले यो हरियो वन कार्यक्रम अन्तर्गत सामुदायिक सिकाइ तथा कार्यकेन्द्र मार्फत चाहिँ सामाजिक रूपान्तरणका क्रियाकलापहरूलाई चाहिँ विशेष गरी जोड दिएर अगाडि बढिरहेका छौँ यस सिकाइ केन्द्रबाट चाहिँ समाजमा भएका विद्यमान कुप्रथा विभिन्न सामाजिक सवालहरूमा चाहिँ हामीले सम्बोधन गर्ने प्रयास गरेका छौँ समूहबाट नै गाउँ स्तरबाट नै त्यो हल नभइसकेको अवस्थामा चाहिँ यसलाई एउटा अभियानको रूपमा लैजानुपर्छ भनेर चाहिँ हामीले पोस्ट क्ल्याग भन्छौँ त्यसमार्फत चाहिँ विभिन्न सामाजिक मुद्दाहरूमा चाहिँ हामीले एउटा अभियानै चलाइरहेका छौँ त्यसै अन्तर्गत कैलाली जिल्लाको लम्कीचुवा नगरपालिका वडा नम्बर 3 को यस शान्ति टोलमा चाहिँ यहाँको चेतना पोस्ट क्ल्यागबाट चाहिँ हामीले छाउपडी प्रथालाई चाहिँ अन्त्य गर्ने एउटा सामाजिक अभियानको थालनी गरेका छौँ त्यो अभियानमा चाहिँ हामी के हदसम्म अगाडि बढिसकेका छौँ यहाँका महिलाहरूले चाहिँ वास्तवमै छाउ गोठहरू भनेको चाहिँ एउटा पशुलाई गर्ने व्यवहार भन्दा पनि अलग व्यवहार रहेछ भन्ने कुराहरू चाहिँ महसुस भएर चाहिँ अहिले यो छाउपडी प्रथाबाट चाहिँ विभिन्न महिलाहरू चाहिँ अलिकति घटनाको शिकार भएको बलात्कारका शिकार भएको रोगको शिकार भएको हुनाले अहिले सबैले चाहिँ भएका आफूले बनाएका गोठहरू चाहिँ भत्काउने क्रम एकदमै अगाडि बढाउनु भएको छ अहिले गोठबाट छोडेर घरको एउटा कोठासम्म मात्र सीमित भएर चाहिँ उहाँहरू चाहिँ अहिले बस्न थालिसक्नु भएको छ वास्तवमा एउटा ठुलो चुनौती थियो हामीलाई यहाँका महिलाहरूलाई र यहाँका पुरुषहरूलाई चाहिँ अहिले हामीले कसरी चाहिँ यो सामाजिक मुद्दामा चाहिँ सँगसँगै अगाडि लैजाने भन्ने कुरा थियो र अहिले यहाँ भएका पण्डित धामी झाँक्री अग्रजहरू सबैले चाहिँ यो मुद्दामा हामीलाई साथ दिनुभएको छ र हामीले विभिन्न योजनाहरू चाहिँ बनाएका छौँ अझै यो मुद्दालाई निर्मूल पार्नको लागि आशा गर्छौँ अब यो एउटा चुनौती मात्र नभइकन हामीले सामाजिक अभियानबाट चाहिँ सामाजिक रूपान्तरण गर्नको लागि एउटा अवसरको रूपमा पनि लिएका छौँ त्यसकारण हरियो वन कार्यक्रमले यस्ता सामाजिक मुद्दाहरूमा चाहिँ आगामी दिनहरूमा पनि काम गरिरहन्छ र यस्ता हरियो वन कार्यक्रमले चाहिँ चितवन अन्नपूर्ण भूपरिधि र यो तराई भूपरिधिमा चाहिँ यस्तो खालको चाहिँ सामाजिक सवालहरूमा चाहिँ अभियानहरू चाहिँ चलाइरहेको छ।